जानकारी गराउँछु। यो इटरीमा आज मिति 2021 साल चैत्र महिनाको 13 गते बुधबारको दिन यो सेन्टर इटरीको सेन्टर प्लाजा चाहिँ भीषण आग लागि भएको छ। आगो लागि नियन्त्रणका लागि धेरै अथक प्रयासहरू भएका छन्। यहाँ दमकलहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायका दमकलहरू यो तैनात रूपमा धेरै पहल गरिरहेको छ। भर्खरै मात्रै हेलिकप्टरले उद्धार गरेर लगेको अवस्था छ। एकदमै अहिले पनि यहाँबाट देख्न सक्नुहुन्छ एउटा पाइपभित्र छिराएर नेपाली सेनाले एकदम यसलाई आगो नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको छ। अहिलेको ताजा अवस्था यस्तै छ। इटरीको तनावग्रस्त छ यो आग लागेको कारण। सबैभन्दा ठुलो बिल्डिङ हो इटरीको। यसको एकदम गाह्रो अवस्था भइरहेको छ होइन। अब यहाँ अथक प्रयासहरू जारी छन् र पनि नियन्त्रणमा आइसकेको छैन। फँसेका मान्छेहरूलाई उद्धारको कार्य जारी छ। अब यसका लागि तीनटै सुरक्षा निकायहरू नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएको छ। भीषण एउटा विपदको सामना गर्नु परिरहेको छ यो सेन्ट्रल प्लाजाले। यो चाँडै नियन्त्रणमा आओस् भन्ने शुभेच्छा सहित अहिलेलाई मेरो जानकारी यति नै जानकारी गर्दै अहिले बिदा हुन्छु। धन्यवाद।